हेलो साथीहरु सबैजना स्वागत छ मेरो ब्लगमा। आयो सबैजना सन्चीहरुलाई म पनि सन्चै छु। आज चाहिँ हामी घुम्नको लागि गएको थियौं। कहाँ भन्दाखेरि हेर्न सक्नुहुन्छ भाइरल डाम 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 भन्थ्यो, त्यही जाम त भनेर गएको। सबैजना रेडी भएर गएको हैन। मेरो चाहिँ मेन यो मैले ब्लग बनाएको थिएँ, लङ ब्लग बनाएको थिएँ। यो म चाहिँ आवाज खोइ कहाँ गयो कताको स्पिडमा भिडियो बन्यो, त्यो ड्याम डुम भएर मैले हेरेन तापमा। अनि हामी डाम घुम्न जाम भनेको हेर्न सक्नुहुन्छ। त्यहाँ त हैन पारिपट्टिबाट जान मिल्दा राम्रो हुनेछ, यताबाट गएको त यो पुरै तर्नु पर्दो रहेछ के। अनि मैले भने नाला नदी तली फली फली तरेको मान्छे हामी चाहिँ हैन गइहाल्छौँ भनेर म अगाडि गर्थेँ। मेरो चाहिँ चप्पल त्यो हेर्न सक्छ च्यातेर बिजोग भएको। अनि यस्तो पानी रहेछ के, जस्तो नाला हाम्रो गाउँको जस्तो भएको भए त के हुन्थेन, त्यो पानी गन आएर यस्तो नराम्रो भएको थियो। तर हैन सबैजना जानुहुन्छ भने होसियार गरेर जानु होला, राम्रोसँग जानु होला, हामी जस्तो नहुनु होला, हामी जस्तो लडबड नगर्नु होला। हेर्न सक्छ यति लडी बडी भइथ्यौँ, कहिले नानी अगाडि, कहिले भाइ अगाडि, कहिले म अगाडि, कहिले कोही अगाडि भइथ्यौँ। जस्तो तस्तो गरेर हामी त अगाडि पछाडि जाँदै थियौँ। हेर्नु सक्छ मेरो चप्पलले कहाँ गऱ्यो अघि हाँस्दा त्यो चप्पल पनि निक्लियो कि त्यहाँ पुग्न चक्करमै मेरो 5000 को चप्पल निस्क्यो साथीहरू। अनि त्यसपछि हामी त्यहाँ पुग्न थालेथ्यौँ। अनि जस्तो तस्तो गरेर तरिसकेपछि हेर्नुहोस् म यति धेरै बोलेँ, मलाई हाँसो उठ्यो कि हाम्रो नालाको याद, हाम्रो खुट्टा चाहिँ यस्तो बेहाल भएको थियो। चप्पल कसरी लाउनु मिल्दैन नि त। अनि त्यो लाएनौँ हामीले, चप्पलै नलाए। नानीको बाल साल अगाडि आएर थोरै मेकअप गरेको सबै निस्किएर बिजोग। अनि आधी उधी त भाइहरू सबै माथि गइसकेको थियो, हामी चाहिँ तलै थियौँ। अनि जानै नसके भयौँ कि चिप्लो भएर ढुङ्गामा लडीबडी गरेर पागल जस्ता भइगयो भयौँ। अनि जस्तो गरेर रोडमा पुग्यौँ। हेर्न सक्नुहुन्छ त्यसको पारिपट्टि पो रहेछ त्यो कमलको फुल भएको के भएको डामसाम पारिपट्टि रहेछ। भ्यू चाहिँ एकदम दामी थियो, हेर्दा परबाट हेर्दा राम्रो थियो। अनि त्यसपछि हाम्रो चाहिँ बिजोग धेरै भयो कि कसैले जुत्ता समाउने कपडा बिगेर लाच्छा लुच्छा भयो थियो। मेरो चाहिँ अर्को ब्लग आउँछ साथीहरू, हेर्नु होला, राम्रो छ त्यो ब्लग चाहिँ। हेर्नुहोस् यस्तो डाउनलोड भयो। यो चाहिँ मेरो अब चप्पल दिएर झन् त्यो इग्नोर हानिदिनु होला चप्पललाई। अनि त्यो भिडियो हेरिदिनु होला सबैजनाले। यो भिडियो चाहिँ मैले भोइस ओभर गरेर बनाएँ किनकि मेरो त्यो भिडियो आवाज अलग भइसक्यो थियो साथीहरू। मेरो अर्को भिडियोमा भेटौँला। हेर्न सक्दा म कहाँ हो